बहादुरी देखाउनु छ भने लामखुट्टे मारेर देखाउनुपर्छ। नानी कुटेर के को बहादुरी देखाएर? नानीहरू त परमेश्वरको वरदान हो। किनभने चमत्कार चाहिँ हाम्रो मुखमा छ। यो यस्तो शक्ति हो जसले मानिसलाई परिवर्तन गर्दछ। चाहिँ आउने हाम्रो पुस्ताहरूले थाहा पाउने यो ढुङ्गा किन गाडिएको छ यहाँ। धनी भइसकेपछि त सबै मैले नै गरेको हो नि, मेरै चलाकी हो नि, मेरै बुद्धि हो नि। परमेश्वरले जे पनि गर्नुहुन्छ कसैको जीवनमा अचम्मको काम गर्नुहुन्छ। एउटा मान्छेले बाटोमा हिँड्दा हिँड्दा एक दिन चाहिँ 10 रुपियाँ भेट्टा आउँछ, माथि जानुपर्छ माथि। हाम्रो जीवनको सङ्घर्षले हामीलाई परमेश्वरको छेउमा लिएर आएको हुन्छ। शान्ति पाएका मानिसहरू जिउन खोज्छ, छटपट गरेर परमेश्वरको आशिषको बग्दै गरेको खोलाहरू हामीहरू भन्छौँ। बिहान परमेश्वरले आले ए उठ भन्नुहुन्छ, अनि झसङ्ग भएर हामी उठ्छौँ। त्यति बेला रुवाबासी हुन्छ। किनभने सुते गऱ्यो भने मान्छे मरिसक्यो भन्ने प्रमाणित हुन्छ। आशिषका पलहरू, आशिषका पलहरू। आज हामी परमेश्वरको आशिषको बारेमा वचनको खण्ड हेर्नेछौँ। अनि तपाईसित बाइबल छ भने गन्तीको पुस्तक 6 अध्यायको 22 पददेखि परम प्रभुले मोसालाई भन्नुभयो, हारून र त्यसका छोराहरूलाई भन, इजरायलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नु, परम प्रभुले तिमीहरूलाई आशिष देऊन् र तिमीहरूलाई रक्षा गरून्। परम प्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परम प्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति देऊन्। आमेन। यो चाहिँ हारूनको आशिष भनेर चाहिँ बाइबलले बताउँदछ। साथै पुजारीहरूले आफ्ना मानिसहरूलाई दिने आशिष चाहिँ यो खण्ड हो। यहाँ परमेश्वरले मोसालाई चाहिँ आफ्ना मानिसहरूलाई कसरी आशिष दिने भन्ने विषयमा चाहिँ परमेश्वरले सिकाउनु भएको आशिष चाहिँ यही हो। परम प्रभुले तिमीहरूलाई आशिष देऊन् र तिमीहरूलाई रक्षा गरून्। परम प्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परम प्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। यसरी नै तिनीहरूले इजरायलीहरूमाथि मेरो नाम कायम राख्नेछन् र म तिनीहरूलाई आशिष दिनेछु। आशिष जहिले पनि परमेश्वरबाट आउँछ, किनभने परमेश्वरको वचनमा परमेश्वरले स्पष्ट भन्नुभएको छ, म श्राप होइन तर के गर्छु, आशिष दिन्छु। म पुछार होइन तर शिर तुल्याउँछु। हरेक असल कुरा चाहिँ परमेश्वरबाट आउँछ। तपाईँ र हाम्रो जीवन आशिषित जीवनको निम्ति परमेश्वरले तपाईँ र मलाई यस धरतीमा रोज्नु भएको छ। तपाईँ र मेरो श्रापित जीवन चाहिँ छैन। आदमको बगैँचामा आदम र हव्वाले एउटा आशिषित जीवन बिताइरहेका थिए, किनभने उनीहरूको परमेश्वरसितको संगति हुन्थ्यो। जहाँ परमेश्वरसितको संगति हुन्छ त्यहाँ आशिष हुन्छ। अनि आशिष चाहिँ परमेश्वरबाट मात्रै पाइन्छ र परमेश्वरले अभिषेक गरेका उहाँका दासहरू, जसरी उहाँले यो आशिषको निम्ति मोसालाई उहाँले चुन्नु भएको थियो, त्यसै गरी उहाँका पुजारीहरूको मार्फतबाट, प्रभुका दासहरूको मार्फतबाट चाहिँ आशिष बग्दछ। र घर परिवारमा आमा बाउको आशिष चाहिँ छोरा छोरीहरूलाई बग्दछ। तर आमा बाउले पनि छोरा छोरीहरूलाई श्राप्छन्। घरमा के भनेर श्राप्छन्? नराम्रो भन्छन्। छोरा छोरीहरूलाई श्राप दिने होइन, बाबु आमाले चाहिँ छोरा छोरीहरूलाई आशीर्वाद दिन्छन्। तर तपाईँ र हामीले चाहिँ प्रत्येक दिन हाम्रा छोरा छोरीहरूलाई आशीर्वाद दिनुपर्छ। भित्र आउँदा, घरबाट बाहिर जाँदा हामीले उनीहरूलाई आशीर्वाद दिनुपर्छ। बाउ आमाले चाहिँ छोरा छोरीलाई आशीर्वाद दिनुपर्छ।
र परमेश्वरको छोराछोरी हामीहरू भएको कारणले गर्दा परमेश्वरले पनि हामीलाई आशीर्वाद दिनुहुन्छ र परमेश्वरको संगतिद्वारा चाहिँ हामी उहाँहरूको आशिषको सहभागी बन्छौँ अनि परमेश्वरको आशिष बोकेर यस धरतीमा चाहिँ एउटा उद्देश्यपूर्ण जीवन जिउनलाई हामीले चाहिँ सहायता पाउँदछौँ। यदि हामी आशिष पाउँदैनौँ भने हामीले पक्कै पनि श्राप पाइरहेका हुन्छौँ र हामी श्रापित बन्धनबाट परमेश्वरले हामीलाई छुटकारा दिनुभएको छ र उहाँले हामीलाई आशिषको सन्तान चाहिँ तपाईँ र मलाई बनाउनु भएको छ। परमेश्वरबाट हामी जुन आशिष पाउँछौँ त्यही आशिषको चाहिँ हाम्रो जीवनबाट प्रतिबिम्बित भइरहेको हुन्छ। त्यही नै आशिष हामीले चाहिँ अरू मानिसहरूलाई बाँडेका हुन्छौँ। आशिषित नभएको व्यक्ति श्रापित जीवनमा उसले आफ्नो जीवन बिताइरहेको हुन्छ। तपाईँ र हामी आशिषका भागीदार हो अनि आशिष माग्नु पर्छ, आशिष खोज्नु पर्छ। आशिष चाहिँ आकाशबाट खस्दैन। खसेको छ तपाईँ माथि, ढुङ्गा खस्छ होला, मुढा खस्छ, आकाशबाट पानी खस्छ, तर तपाईँ र मैले आशिष चाहिँ दाबी गर्नु पर्दछ। त्यो हाम्रो हक हो अनि त्यो हकलाई, अधिकारलाई हामीले दाबी गरेर हाम्रो जीवनमा लिन पर्दछ। प्रभु येशूले भन्नुभयो, माग तिमीले पाउनेछौ, खोज तिमीले भेट्टाउनेछौ, तसर्थ तिम्रो निम्ति ढोका गाडिनेछ। तपाईँ र हामी प्रभु येशूको कल्वरी क्रुसको मृत्युद्वारा र उहाँको पुनरुत्थानद्वारा तपाईँ र हामी चाहिँ आशिषको भागीदार। हाम्रो जीवनमा दुष्टले हामीलाई श्रापित बनाउँछ, हाम्रो अधिकारहरू उसले खोज्दछ, हामीलाई परमेश्वरको संगतबाट टाढा लैजान्छ। तर जब हामी परमेश्वरको नजिकमा आउँछौँ हामी उहाँको आशिषको सहभागी बन्न सक्छौँ। तपाईँ हाम्रो अधिकार छ, आशिषित जीवन जिउने अधिकार छ अनि यसैको निम्ति परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नु भएको छ। हामीलाई श्रापित जीवनको निम्ति परमेश्वरले बनाउनु भएको होइन। परमेश्वरको प्रेम, अनुग्रह र शान्तिको स्मरण गर्दै चुनौतीहरूको माझमा परमेश्वरको सान्त्वना र सामर्थ्य, उहाँको उपस्थितिमा तपाईँ र मैले परमेश्वरको आशिषहरूको उपभोग गर्दै जान पाउनु पर्दछ र हामीले माग्न पर्छ, हामीले दाबी गर्नु पर्दछ। जसरी याकुबले मागेका थिए, उनले स्वर्गदूतसित कुस्ती लडिरहेका थिए र उनले भने, जबसम्म तपाईँले मलाई आशिष दिनुहुन्न म तपाईँलाई छोड्ने छैन। याकुब एउटा श्रापित जीवनमा बाँचिरहेको थियो। ऊ धेरै चतुर थियो, हरेक पल्ट उसको चतुरता चाहिँ निराशामा परिणत हुन्थ्यो र ऊ जीवनदेखि एकदमै निराश भइसकेको थियो र उसलाई थाहा छ परमेश्वरसित जबसम्म सम्बन्ध गाँसेर म आशिष माग्दिन तबसम्म म श्रापित जीवन जिउनु पर्छ। त्यसै कारण जब स्वर्गदूतसित कुस्ती लडेको हुन्छ ऊ बेसरी लड्छ र आफ्नो अधिकार माग्छ र याकुबबाट ऊ इजरायल बन्छ, आशिषित बन्दछ। तपाईँ र म पनि आफ्नो पापमा सङ्घर्ष गर्ने, कुस्ती गर्ने र त्यसबाट उन्मुक्ति भएर विजयी भएर परमेश्वरको उपस्थितिबाट तपाईँ र मैले हाम्रो आफ्नो जीवनको निम्ति आशिषको सहभागी चाहिँ बन्नुपर्छ। हामी श्रापितहरू होइनौँ। परमेश्वरले तपाईँ र मलाई श्रापको निम्ति सृष्टि गर्नु भएको होइन, तर आशिषको निम्ति उहाँले सृजना गर्नुभएको। परमेश्वरको तर्फबाट आशिष आउँछ। आशिष कहिले पनि तलबाट सृजित हुँदैन, आशिष माथिबाट आउँछ। परमेश्वरबाट हाम्रो जीवनमा आशिष आउँछ। परमेश्वरले आशिषका वचनहरू, प्रतिज्ञाहरू थुप्रै उहाँको वचनमा दिनुभएको छ। यो तपाईँ र मेरो निम्ति हो। हामी आशिष बोल्नु पर्दछ हाम्रो मुखबाट, हामीले आशिषलाई दानी गर्न पर्दछ हाम्रो जीवनबाट र त्यो चाहिँ हाम्रो निम्ति हुन्छ। आशिष चाहिँ एउटा हक हो, आशिष परमेश्वरको सन्तानको अधिकार हो र यो अधिकारलाई अंगीकार गर्न पर्छ। जसरी याकुबले आफ्नो जीवनको निम्ति आशिषको हकलाई,
अधिकारलाई उनले अंगीकार गरेका थिए। आशिष परमेश्वरबाट बग्छ, अंग्रेजीमा ब्लेसिंग्स भन्छ हैन। यो परमेश्वरबाट बग्ने कुरा हो। तपाईं र मेरो जीवनमा आशिष परमेश्वरबाट बग्छ। यसले परमेश्वरको अनुग्रह कृपालाई केन्द्रित गर्छ। आशिष चाहिँ परमेश्वरको अनुग्रह उहाँको कृपालाई चाहिँ केन्द्रित गर्दछ। आशिष परमेश्वरको वरदान हो मानव जातिको निम्ति। र उहाँले हरेक मान्छेलाई उहाँले जस्तो किसिमको मानिस भए पनि उहाँले आशिष दिनुहुन्छ। हाम्रो योग्यता अनुसारको आशिष होइन, हामी चलाक भएको कारणले गर्दा आशिष होइन, हामी कुनै विशेष व्यक्ति भएको कारणले गर्दा आशिष होइन, तर हामी जस्ता छौं त्यही नै परिस्थितिमा परमेश्वरले आफ्नो अनुग्रह र कृपामा तपाईं र मलाई आशिष दिनुहुन्छ। खोज्नेले पाउँछ र माग्नेले पाउँछ, गजगजाउनेले उसको ढोका खोलेको भेट्टाउँदैछ। तपाईं र मेरो जीवनमा बुझ्ने कुरा आशिष चाहिँ परमेश्वरबाट आउँछ। कहिलेकाहीँ मान्छेले पनि हामीलाई आशिष दिन्छ, तर त्यो आशिष चाहिँ परमेश्वरले अर्न लगाउनुहुन्छ। मान्छेले हामीलाई आशिष पुर्याउँछन्, परमेश्वरले त्यो मानिसद्वारा चाहिँ हाम्रो जीवनमा आशिष पुर्याएको हुन्छ। परमेश्वरबाट आशिष बग्दछ। उहाँ दया र कृपाबाट आफ्नो आशिष हाम्रो माझमा दिनुहुन्छ। र घर परिवारमा आमा बाउले आफ्ना छोराछोरीहरूलाई आशीर्वाद दिनुपर्छ। आफ्नो छोराछोरीलाई सराप्ने आमा बाउ चाहिँ ठिक मान्छे होइन। कस्तो लाग्छ है, कतिचोटि सराप्छन् आमा बाउले सानो नानीहरूलाई, थप्पड पनि लगाउँछ। कति बलियो है आमा बाउ पनि नानीहरूलाई फुट्न सकेको। बहादुरी देखाउनु छ भने लामखुट्टे मारेर देखाउनु पर्छ। नानी कुटेर के को बहादुरी देखायो? नानीहरू त परमेश्वरको वरदान हो। उनीहरूलाई हामीले परमेश्वरको आशिष दिनुपर्दछ। बाउ र आमाको त्यो हाम्रो सौभाग्य। हाम्रा छोराछोरीलाई हामीले श्रापित तुल्याएको कारणले गर्दा छोराछोरीहरूको मगज पनि बिग्रन्छ, तर जीवन पनि बिग्रेको हुन्छ। तर हामीले उनीहरूलाई आशिष दिन्छौँ भने उनीहरू आशिषित बन्दछ। किनभने चमत्कार चाहिँ हाम्रो मुखमा छ। हामीले जे बोल्छौँ त्यही कुरा हुन्छ। त्यसै कारण परमेश्वरका प्रतिज्ञाहरूलाई हामीले चाहिँ उच्चारण गर्नु पर्दछ। कति मानिसहरूले के कुराहरू उच्चारण गरेर उनीहरू आशिषित बन्छन् भन्छन् भने तपाईँ र मेरो निम्ति परमेश्वरको वचन छ। यो बुझिने भाषामा छ, हाम्रै भाषामा छ। उहाँका प्रतिज्ञाहरूलाई हाम्रो मुखले उच्चारण गर्नु पर्दछ। जब परमेश्वरको प्रतिज्ञाहरूलाई हाम्रो मुखले उच्चारण गर्दछ त्यहाँ परमेश्वरको अलौकिक शक्ति सृजना हुन्छ। अलौकिक शक्ति बोलेर पनि हुन्छ। हुन्छ। परमेश्वर बोलेर नै आकाश र धरती बनाउनु भयो। परमेश्वर बोलेर नै उहाँले ब्रह्माण्ड, अचम्मको ब्रह्माण्डको सृष्टि गर्नु भएको छ। उहाँको बोलीमा अचम्मको शक्ति थियो, उहाँको वचनमा अचम्मको शक्ति छ। आज उहाँको शक्ति तरबारमा होइन, शासनको कब्जामा होइन, बन्दुक र गोला बारुदमा होइन, तर परमेश्वरको सामर्थ्य र शक्ति चाहिँ हामी उहाँको वचनमा पाउँदछौँ। उहाँको शिक्षाहरूमा हामी पाउँदछौँ। यो यस्तो शक्ति हो जसले मानिसलाई परिवर्तन गर्दछ। यो यस्तो शक्ति हो जसले राष्ट्रलाई परिवर्तन गर्दछ। आशिषमा परिवर्तन गर्दछ, अन्धकारबाट ज्योतिमा परिवर्तन गर्दछ, श्रापबाट आशिषमा परिवर्तन गर्दछ, रोग बिमारीबाट चङ्गाइमा परिवर्तन गर्दछ, शून्यताबाट अस्तित्वमा परिवर्तन गर्दछ। परमेश्वरको वचनमा सामर्थ्य छ। प्रभु येशूले आफै भन्नुभयो उहाँको वचनमा शक्ति छ। मान्छे रोटीले मात्र बाँच्दैन। मान्छे बाँच्ने एउटा अर्को तत्त्व चाहिँ महत्त्वपूर्ण तत्त्व परमेश्वरको वचनबाट। मान्छेको साँचो भित्री जीवन बाँच्ने माध्यम नै उहाँको वचन। परमेश्वरको वचनलाई तपाईँ र मेरो मुखले, उहाँका प्रतिज्ञाहरूलाई तपाईँ र मेरो मुखले उच्चारण गर्न पर्दछ। यसले परमेश्वरको अनुग्रह र कृपालाई केन्द्रित गर्दछ, हाम्रो योग्यतामा होइन। हामी आशिष प्राप्तकर्ता मात्रै हौ।
हामी उहाँको वास्ता र प्रेमको कारणले गर्दा हामी अस्तित्वमा छौँ। परमेश्वरको प्रेम र वास्ताको कारणले गर्दा तपाईँ र हामी जीवित छौँ। यो धरतीमा धेरै मान्छेहरू आउँछन् अनि जान्छन्, यो रुलिङ भइरहेको हुन्छ, तर तपाईँ र म यस धरतीमा अहिलेसम्म छौँ। हाम्रो वरिपरिका धेरै मानिसहरू यस संसारबाट बिदा भएर गइसके, हामी जीवित छौँ यो किनभने परमेश्वरको प्रेम अनि वास्ता हो। मानिसहरू धेरैपल्ट यात्रा गर्दा पनि कतिचोटि दुर्घटनामा मरिरहेका हुन्छन्, कतिचोटि बिमारी भएर मरिरहेका हुन्छन्, कतिचोटि विभिन्न किसिमको प्रकोपमा परेर उनीहरूले जीवन यस धरतीमा समाप्त गरेका हुन्छन्। तर आज तपाईँ र हामी जिउँदो छौँ यो सुन्नलाई कि परमेश्वरको आशिष प्राप्त गर्ने मानिसहरू हामी हौँ र हामी जीवित छौँ। यो यस कुराको प्रमाण हो, उहाँको कृपा र अनुग्रहको प्रमाण हो। र यो परमेश्वरको आशिषलाई हामीले कृतज्ञता साथ उहाँको आशिषको अस्तित्वलाई चाहिँ हामीले स्वीकार गर्न पर्दछ। आशिषको तत्त्व चाहिँ के हो त? परमेश्वरको आशिष सुरक्षा पनि हो। हामी बाँचेका छौँ, हामी बचाइएका छौँ, हाम्रो शरीर बाँचेको छ, हाम्रो आत्मा बाँचेको छ। यो परमेश्वरको आशिषको तत्त्व हो। परमेश्वरको आशिषको तत्त्व सधैँ सांसारिक थोक र सम्पत्ति मात्र होइन, तर उहाँको सुरक्षा। उहाँको सुरक्षा यो एकदमै असुरक्षित संसार छ। हिजो पनि हामी भुलदङ्गा भएको, मानिसहरू मरेको, दुर्घटनामा परेको, घाइते भएको समाचार हामी सुनेका छौँ। तर हामी जतिजना यहाँ छौँ हामी तीमध्ये चाहिँ होइनौँ, किनभने परमेश्वरले हामीमाथि आफ्नो सुरक्षाको कवच राख्नु भएको छ। उहाँले सुरक्षाको प्रावधान राख्नु भएको छ। यो उहाँको आशिषको एउटा महत्त्वपूर्ण भाग हो। अनि उहाँको आशिषको सुनिश्चितता चाहिँ हामीले यसरी थाहा गर्दछौँ, परमेश्वरको सुरक्षाको प्रावधान। उहाँले हाम्रो जीवनलाई जोगाएर राख्नुहुन्छ। उहाँको कृपा छ, उहाँको दया छ, उहाँको स्नेह छ। यो सबै उहाँको आशिषको तत्त्वहरू हुन्। परमेश्वरले हामीलाई आशिषित तुल्याउनु भएको कुराहरू चाहिँ उहाँको दया, कृपा, अनुग्रह। पावलले पनि आफ्नो हरेक पत्रमा अभिवादन गर्दाखेरि परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टमा अनुग्रह, कृपा र शान्ति भनेर उहाँ भन्नुहुन्छ। यो चाहिँ परमेश्वरको आशिष हो। अनुग्रह परमेश्वरको आशिष हो हामी मानव जातिको निम्ति। कृपा परमेश्वरको आशिष हो हामी मानव जातिको निम्ति। र शान्ति पनि परमेश्वरको आशिष हो। र संसारले आफ्नै तरिकाले शान्ति बनाउनु खोज्छ, तर शान्तिका राजकुमारले मात्र तपाईँ र मलाई शान्ति दिनुहुन्छ। शान्ति आशिष हो, तर यसको हामी हकदार छौँ। अनुग्रह परमेश्वरको आशिष हो, यसको हकदार हामी छौँ। उहाँको कृपा चाहिँ आशिष हो, यसको तपाईँ र हामी चाहिँ हकदार छौँ। उहाँको उपस्थिति शान्ति र उहाँले हामीलाई पूर्णताको जीवन, यो पनि आशिष हो। परमेश्वरको उपस्थितिमा रहन पाउनु आशिषको कुरा हो। यस्तो भद्रकोलको संसारमा, यस्तो एकदमै बुझिन नसकिने द्वन्द्वले भरिएको संसारमा परमेश्वरको उपस्थितिलाई थाहा गर्नु ठुलो आशिष हो। अदनको बगैँचा एउटा आशिषको दृश्यलाई संकेत गर्दछ, जहाँ परमेश्वर आएर मानिससित, आदम र हव्वासित उहाँले संगति गरिरहेको कुरा पनि हामी देख्दछौँ। जब परमेश्वरसित हाम्रो संगति हुन्छ, यो आशिष हुन्छ। अहिलेको यो क्षण, यो संगतिको समय, यो आशिषको समय हो, किनभने हामीले परमेश्वरको उपस्थितिलाई हाम्रो जीवनमा महसुस गर्दछौँ। किनभने हामी परमेश्वरको वचन र उहाँको उपस्थितिको स्पर्शलाई हाम्रो हृदयमा हामीले अनुभव गरिरहेका छौँ। आशिषको समय हामीले परमेश्वरको उपस्थितिबाट
उहाँको कृपामा हामी पाउँदछौँ। यो संसारमा धेरै अशान्ति छ, धेरै परिवारहरूमा अशान्ति छ। त्यो माझ चाहिँ शान्तिले जिउन पाउनु, शान्तिले सुत्न पाउनु, शान्तिले आफ्नो जीवन निर्वाह गर्न पाउनु, यो पनि परमेश्वरको आशीष हो। संसारमा भएका मानिसहरूको निम्ति धेरैपल्ट शान्ति चाहिँ धेरै उनीहरूले चाहना गर्ने कुरा हो। तर तपाईँ र हामी शान्तिका राजकुमारलाई चिन्नुहुने व्यक्तिको जीवनमा शान्ति चाहिँ हाम्रो लागि आशिष, र यो शान्ति परमेश्वरले हाम्रो जीवनमा ल्याउनुहुन्छ। किनभने उहाँले भन्नुहुन्छ, तिमीरा सबै शोक फिक्रीहरू म कहाँ लिएर आऊ, किन म तिम्रो वास्ता गर्दछु। जब परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ, यसले हाम्रो जीवनमा शान्ति लिएर आउँछ। विशान्ति होइन, अशान्ति होइन, तर शान्ति लिएर आउँछ। अझै प्रभु येशूले यसरी पनि हामीलाई निम्तो दिनुभयो, यी सबै मेहनत गर्ने र गरौँ बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। शान्ति, विश्राम कस्तो शब्दहरू हो। अहिलेको समयमा शान्ति भन्ने कुरा एकदम विरलै पाइन्छ। विश्राम भन्ने कुरा पनि धेरै मुस्किल छ। मान्छे धेरैलाई राति निद्रा पनि लाग्दैन, अनि यता उता पल्टदा अनि बिहान भइसकेको हुन्छ, भाले गरिसकेको हुन्छ। भर्खर विश्राम लडे जस्तो लाग्छ। तर यताउति गर्दा गर्दा शान्ति परमेश्वरको आशीष हो। उहाँले हामीलाई शान्ति दिनुहुन्छ। यो भद्रगोलको संसारमा शान्ति मात्र होइन, तर उहाँले हामीलाई निशब्दता र सुरक्षाको अनुभूति पनि दिनुहुन्छ। हामी परमेश्वरमा सुरक्षित महसुस गर्दछौँ। हामीले सुत्नु अगाडि प्रार्थना गरेर आफ्नो जीवन उहाँको हातमा समर्पण गर्छौँ र हामी सब भार चिन्ता फिक्रीहरू उहाँलाई बिसाएर हामी मजाले सुत्छौँ। यो परमेश्वरको आशीष तपाईँ र मेरो निम्ति। हाम्रो परिस्थितिमा हामी शान्ति पाउँदैनौँ, तर परमेश्वरसितको सम्बन्धद्वारा हाम्रो जीवनमा हामीले शान्ति पाउँछौँ, हामीले विश्राम पाउँछौँ। यो परमेश्वरको आशीष हो हाम्रो लागि। यसरी मेहनत गर्ने र गरौँ बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। परमेश्वरको आशीष विश्राम। उहाँका आशीषहरूलाई हाम्रो जीवनमा कसरी हामीले व्यवहारिक बनाउँछौँ? जब परमेश्वरको आशीषहरू हाम्रो जीवनमा हामी पाउँछौँ, कसरी हामीले व्यवहारिक बनाउँछौँ? परमेश्वरको प्रेम र वास्तालाई हाम्रो जीवनमा हामीले सधैँ स्मरण गर्न पर्दछ। परमेश्वरको प्रेमलाई तपाईले परमेश्वरको प्रेमलाई सम्झनु भएको छ? कस्तो परमेश्वरले तपाईलाई प्रेम गर्नुभयो? कसरी परमेश्वरले तपाईको जीवनमा सुरक्षा दिनुभयो? तपाईँ एकदम मृत्युको शैय्यामा पुगिसकेको बेलामा परमेश्वरले कसरी चङ्गाइदिनु भयो? सोच्नु भएको छ? तपाईँ र हाम्रो जीवनमा यो धरतीमा जन्मेदेखि आजसम्म परमेश्वरले कति धेरै उपकारको कामहरू गर्नु भएको छ। भजनकर्ताले त्यसै कारण भन्छन्, हे मेरो मन परम प्रभुलाई धन्यको भन र उहाँका उपकारहरूलाई नबिर्से। तपाईँ र हामीले चाहिँ परमेश्वरका आशीषहरूलाई कसरी व्यवहारिक बनाउँछौँ? उहाँका उपकारहरूलाई स्मरण गर्दै हामी परमेश्वरप्रति कृतज्ञता हाम्रो जाहेर गर्दछौँ। हामी पुरानो करारमा जहिले पनि देख्छौँ, जब परमेश्वरले इजरायलीहरूलाई अचम्मको कामहरू गर्नु भएको थियो, त्यहाँ उनीहरूले चाहिँ सदैव केही न केही एउटा चिनोको रूपमा उनीहरूले खडा गरेका थिए। कति ठाउँमा ढुङ्गा गाडेका थिए र उनीहरूले भनेका थिए, पछि आउने हाम्रो पुस्ताहरूले थाहा पाउन् यो ढुङ्गा किन गाडिएको छ। यहाँ उनीहरूले थाहा पाउन् कि कसरी परमेश्वरले हामीलाई आपद विपदको बेलामा यो सबै परिस्थितिबाट लिएर आउनु।
तपाईँ मैले भाकल गर्नु पर्दैन, तपाईँ हामीले अरू विभिन्न किसिमको कुराहरू गर्न पर्दैन, तर हाम्रो जीवनमा परमेश्वरका उपकारहरूलाई स्मरण गर्नुपर्दछ। उहाँको भलाइलाई हामीले उपकारलाई जब स्मरण गर्दछौँ, स्थिति प्रशंसामा हामीले चाहिँ मुख खोलेर परमेश्वरलाई धन्यवाद दिन सक्दछौँ। उहाँप्रति हाम्रो जीवन कृतज्ञतामा हामीले प्रस्तुत गरिरहेको हुन्छौँ। राजा दाउद पनि एउटा गोठालो थिए, साधारण एउटा केटो थिए, तर परमेश्वरले त्यो गोठालो परिस्थितिबाट परमेश्वरले इजरायलको महान सिंहासनमा खडा गरेर महान राजाको रूपमा उहाँलाई स्थापित गर्नु। यो परमेश्वरको आशिष थियो उहाँको जीवनको लागि। त्यसै कारण उहाँले भन्छन्, आफैलाई आज्ञा गर्छन्, हे मेरो मन परमप्रभुलाई धन्य हो भन्नु र उहाँको उपकारहरूलाई नबिर्स। आफूले भन्दछन्, मेरो एउटा प्रार्थना छ, मेरो जीवनलाई मेरो मृत्यु अगाडि चाहिँ मलाई असत्यताबाट टाढ्नुहोस् र मलाई मेरो जीवनमा धनी पनि नबनाउनुहोस्। धनी बनाउनु भयो भने परमेश्वर को हो र भनेर भन्नुला, गरिब पनि नबनाउनुहोस्, न भन्नुला मैले चोरी गर्नुला र तपाईँकै नाम बदनाम होला, तर मलाई दिनको रोटी दिनुहोस्। आमेन। अर्थात् धनी भइसकेपछि त सबै मैले नै गरेको हो नि, मेरै चलाकी हो नि, मेरै बुद्धि हो नि भन्ने एउटा सोच धेरैपल्ट मान्छेको जीवनमा हुन्छ। दाउदले भन्दछन्, म चाहिँ उहाँको उपकारहरूलाई बिर्सिदिनँ। परमेश्वरले मेरो जीवनमा अद्भुत काम गर्नु भएको छ। शत्रुहरूबाट जोगाउनु भएको छ, आपद विपदबाट जोगाउनु भएको छ। म जस्तो भेडा हेर्ने केटोलाई गोठालोलाई ल्याएर इजरायलको त्यो महान सिंहासनमा परमेश्वरले राख्नु भएको छ। परमेश्वरले जे पनि गर्नुहुन्छ, कसैको जीवनमा अचम्मको काम गर्नुहुन्छ, अचम्मको काम गर्नुहुन्छ परमेश्वरले। अनि त्यो तपाईँहरू मैले दाबी गर्न सक्दछु। परमेश्वरको काम नै आश्चर्य कर्म हो। तपाईँहरू मैले गर्ने के गर्छ? हामीले कमाउँछौँ, खाउँछौँ, लाउँछौँ, घर बनाउँछौँ, त्यति मात्रै हो। त्यो त सियालले पनि गर्छ होइन? बरु चराचुरुङ्गीहरूले केही पनि गर्दैन, मजाले खाइरहेको छ, जहिले पनि भजन गाएर हिँडिराखेको हुन्छ। अझै वनतिर जङ्गलतिर जानुभयो भने गरेर आएको छ। हामीहरूले एउटा भजन पनि गाउनु सक्दैनौँ। यहाँ भजन गाउनेहरूलाई अगाडि ल्याएर राखेर भजन मात्रै सुन्छौँ। चराचुरुङ्गीहरूले गीत गाउँछ, उनीहरूले न उमारेको छ, न पैसा जम्मा गरेको छ, न के गरेको छ, मजाले उड्छ, हावामा उड्छ होइन। माथिबाट कहिले कहिले छेडिदिन्छ, हामीमाथि पर्छ होइन। कस्तो हामी चाहिँ कति दुखित, कति यो संसारमा कति भारी बोकेर हिँडिरहेको छ। परमेश्वर प्रतिको कृतज्ञता, उहाँले गर्नुभएको असल कुरालाई हामीले सदैव स्मरण गर्नुपर्छ। त्यसले हामीलाई बल दिन्छ, त्यसले हामीलाई साहस दिन्छ, त्यसले हाम्रो जीवनलाई प्रेरणा दिन्छ, त्यसलाई गवाही भन्छ, त्यसलाई साक्षी भन्छ। परमेश्वरको आशिषलाई हाम्रो जीवनमा हामीले चाहिँ व्यवहारिक बनाउनु पर्दछ। उहाँको अनुहारलाई खोज्नुपर्छ। प्रार्थनामा परमेश्वरको अनुहारलाई खोज्नुपर्छ, उहाँको अगुवाईलाई खोज्नुपर्छ। त्यसद्वारा हामी परमेश्वरका आशिषहरूलाई हाम्रो जीवनमा व्यवहारिक बनाउँदछ। परमेश्वरलाई खोज्नुपर्छ। एउटा मान्छेले बाटोमा हिँड्दा हिँड्दा एक दिन चाहिँ 10 रुपियाँ भेट्टाएको छ। सानै केटो थियो, 15 वर्षको। त्यसपछि 10 रुपियाँ भेट्टाएकोले गर्दा जिन्दगीभरि उसले खालि तल मात्रै हेर्थ्यो, अझै भेट्टाउँछु कि भनेर। त चुरोटको ठुटा मात्रै भेट्टाएन, 3664 वटा तल मात्रै हेर्ने। त्यो एउटा पशु छ, त्यो पशुको नाम सुँगुर हो। त्यसले जहिले पनि तल हेर्छ। अनि के खोज्छ? फोहोर मात्रै खोज्छ। अनि के भेट्टाउँछ? फोहोर मात्रै भेट्टाउँछ। बल्ल एक दिन मात्रै त्यसले चाहिँ सफा कुरा हेर्न पाउँछ। जुन दिन त्यसको चाहिँ घाँटी काट्ने हुन्छ नि, बल्ल आकाश देख्छ। त्यति बेलासम्म मरिसक्छ, मारिसकेको हुन्छ। मान्छे पनि त्यस्तै हुन्छ, जिन्दगी खालि तल मात्र खोजिरहेको हुन्छ। कस्तो फोहोर छ, कस्तो नराम्रो छ, कस्तो छ भन्दै माथि हेर्नुपर्छ। माथि माथि हेऱ्यो भने आकाश सुन्दर छ।
परमप्रभुतिर हेर्नेहरूको अनुहार उज्यालो हुन्छ। आमेन। उहाँतिर हेर्नेहरूको अनुहार उज्यालो हुन्छ, मन पनि उज्यालो हुन्छ, जीवन पनि उज्यालो हुन्छ। तपाईँ र हामीले चाहिँ परमेश्वरको अनुहार खोज्नुपर्छ। तपाईँ र हामी चाहिँ आशिषित जातिहरू हौ। हामी श्रापको बन्धनमा परेका मान्छेहरू चाहिँ हामी रहनु हुँदैन। हामी श्रापबाट, पापको श्रापबाट, अधर्मको श्रापबाट, जीवनको बिमारीको श्रापबाट, होइन, गरिबीको श्रापबाट हामी सबै उम्कन पर्दछ। त्यसको निम्ति हामीले परमेश्वरको वचनमा दाबी गर्नु पर्दछ र हाम्रो जीवनमा परमेश्वरलाई खोज्नुपर्छ। जब हामी परमेश्वरलाई खोज्छौँ, हामी माथि हेर्छौँ। जब माथि हेर्छौँ, हाम्रो अनुहार उज्यालो हुन्छ, हाम्रो हृदय उज्यालो हुन्छ, अनि परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। उहाँको अगुवाई खोज्नुपर्छ। परमेश्वर तपाईँ मेरो जीवनबाट के चाहनुहुन्छ? जब परमेश्वरको अगुवाईलाई हामीले खोज्छौँ, हाम्रो जीवन आशिष हुन्छ। हाम्रै बाटोमा मात्रै हामीले चाहिँ टाउको लगाउँछौँ भने हामी फोहोरको डुङ्गुरमा पर्छौँ र हामी चाहिँ माथि हेर्न सक्दैन। उहाँमा शान्ति पाउनु, परमेश्वर मात्र हाम्रो निम्ति शान्ति छ। अप्ठ्यारो समयमा उहाँको शान्तिले हाम्रो हृदय र समझलाई सुरक्षा गर्छ। हाम्रो जीवनमा सदैव अप्ठ्यारो समयहरू आइरहन्छ। कहिले पैसाको अभाव हुन्छ, कहिले जीवन अगाडि बढ्नदेखि समस्या हुन्छ, कहिले के हुन्छ, कहिले के आपद परिरहेको हुन्छ। अनि बाइबलमा पनि थुप्रै आपद विपदको कुरा छ। अब्राहमको जीवनमा पनि धेरै आपद थियो। परमेश्वरले विश्वासमा निस्कन भन्नुभयो, निस्केर आयो। जाँदै जाँदा न उसको घरको ठेगान थियो अब्राहमको, न उसको सन्तान नै थियो, के पनि थियो। तपाईँ हाम्रो त कमसेकम घरको ठेगाना त छ। हरेक नागरिकता भएको मान्छेको ठेगाना छ भन्ने कुरा प्रमाणित हुन्छ। अनि तपाईँ र हाम्रो त अरू पनि धेरै कुराहरू छ, सन्तानहरू पनि छन्, छोराछोरी छाङ्रा छुन्दै थुप्रै छन् यहाँ। तर अब्राहमको केही पनि थियो। चुपचाप परमेश्वरले जतै डोराइराख्नु भएको थियो ऊ हिँडिराखेको थियो। जसको ठेकान छैन, जसको सन्तान छैन, त्यो मान्छेलाई परमेश्वरले भन्नुभयो, आकाशको तारा देख्छौ नि, तिम्रो सन्तान पनि त्यत्तिकै गन्ती गर्न नसक्ने जति यो धरतीमा हुनेछन् भनेर परमेश्वरले अब्राहमलाई भन्नु। परमेश्वरले अब्राहमलाई आशीषित गराउनु भयो। विश्वासका पिता कहलाइए अब्राहम। त्यसै गरी मूसाको जीवनमा हामी देख्दछौँ कति समस्याहरू सामना गर्नु पर्यो मूसाले। परमेश्वरले मूसालाई आशीषित गराउनु। योशुको जीवनलाई हामी देख्दछौँ। अनि थुप्रै प्रभुका मान्छेहरू सबैको जीवनमा समस्याले उनीहरू प्रभुका मान्छे बनेका। तपाईँ हामी पनि हाम्रो जीवनको सङ्घर्षले हामीलाई परमेश्वरको छेउमा लिएर आएको हुन्छ। हाम्रो जीवनका आपद विपदले हामीलाई परमेश्वरको नजिकमा लिएर आएको हुन्छ। तर यी सबै कुराहरूको माझमा उहाँमा शान्ति हामीले पाउँदछौँ। अप्ठ्यारो समयमा परमेश्वरको शान्तिले हाम्रो हृदय र समझमा सुरक्षाको काम गर्दछ। म तपाईँसित यति बेला पाठ गर्न गइरहेको छु फिलिप्पीको 4 अध्याय। त्यसको 6 र 7 पद। कुनै कुरामा चिन्तित नहौ। फिलिप्पी 4 अध्यायको 6 र 7 पद। कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होन्। समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई येशूमा रक्षा गर्नेछ। आमेन। समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई येशूमा रक्षा गर्नेछ। परमेश्वरको शान्तिले हाम्रो जीवनलाई सुरक्षा दिन्छ। अशान्ति भयो भने मान्छेहरू चाहिँ झुन्डिएर मर्न खोज्छ, अनि मुसा मार्ने औषधि खाएर मर्न खोज्छ, अनि विभिन्न किसिमबाट मर्न खोज्छ। शान्ति नहुने मान्छेहरू मर्न खोज्छन्, तर शान्ति पाएका मानिसहरू जिउन खोज्छन्। किनभने प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो। आमेन। उहाँका कुराहरूमा हामीले तपाईँले जीवनको कुरा पाउँदछौँ, आशाको कुरा पाउँदछौँ, परमेश्वरको महान योजनाको
हामीले झल्को पाउन सक्दछौँ। हरेक व्यक्तिको जीवनमा परमेश्वरले उहाँको योजना राख्नुहुन्छ। उहाँले आशिष दिन चाहनुहुन्छ। उहाँले हाम्रो जीवनलाई आशिषित तुल्याउनुहुन्छ। उहाँले हाम्रो रिक्तपनालाई भराइदिनुहुन्छ। उहाँले हाम्रो अन्धकारलाई ज्योतिमा परिणत गरिदिनुहुन्छ। उहाँले हाम्रो कमजोरीलाई बलमा परिणत गरिदिनुहुन्छ। परमेश्वरले अद्भुत काम गर्नुहुन्छ। उहाँका आशिषहरूलाई बाँड्नु हाम्रो जीवन उहाँको अनुग्रह र शान्तिको प्रतिबिम्ब बन्दछ। जब हामी उहाँको आशिष हाम्रो जीवनमा पाउँदछौँ अनि त्यो आशिषहरू हाम्रो जीवनबाट पनि अरूहरूको निम्ति परमेश्वरको आशिषको प्रतिबिम्ब बनिरहेको हुन्छ। उहाँको अनुग्रहको प्रतिबिम्ब, उहाँको शान्तिको प्रतिबिम्ब। जब मैले आशिष पाउँछु, शान्तिको आशिष पाउँछु, म पनि शान्तिले जिउँछु। कोही मान्छेले मलाई देख्यो भने ए कस्तो शान्तिले बसेको छ भनेर भन्छ। जब परमेश्वरको शान्ति मबाट हराउँछ अनि चटपट 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 गरेर होइन कसैले भन्दा यो पास्टरलाई के भएको छ होला चटपट चटपट भयो। तपाईँ र हामी आशिष पाएकाहरूले हामी अरूसित पनि आशिष बाँड्छौँ, चाहे त्यो भौतिक रूपले होस्। जब हामीसित धेरै धन सम्पत्ति छ भने अलिकति त हामीले पनि अरू खाँचोमा परेकोहरूलाई सहायता गर्छौँ। अरू खाँचोमा परेको मान्छेलाई हामीले दिन्छौँ। माग्ने मान्छेलाई हामीले सहायता पुर्याइरहेका हुन्छौँ। त्यही नै परमेश्वरले हामीलाई तलाउ होइन, तलाउमा पानी जम्यो भने त्यो गनाउने सम्भावना एकदमै धेरै हुन्छ। तर तपाईँ र मलाई चाहिँ थाहा छ बग्दै गरेको पानी चाहिँ एकदमै ताजा हुन्छ। हिजोको पानी त्यहाँ हुँदैन, कहाँबाट बग्दै 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 आइरहेको छ, एकदमै ताजा हुन्छ। तर तपाईँ र हामीलाई थाहा छ तलाउमा भएको पानी गनाउन सक्ने सम्भावना एकदमै छ। यदि जमेको पानीको माझमा कसैले एउटा मरेको माछा फालिदियो भने गनाउन थाल्छ। तर बग्दै गरेको पानीमा कसैले मरेको माछा फाल्यो भने बगेर लगेर गइहाल्छ। तपाईँ र हामी चाहिँ बग्दै गरेको खोला, परमेश्वरको प्रेमको, परमेश्वरको आशिषको बग्दै गरेको खोलाहरू हामीहरू हौँ। कसैले फोहोरकुला फाल्यो भने पनि त्यो बगाएर लगेर गइहाल्छ। त्यो जमेर त्यहाँ बसिरहेको हुँदैन, त्यो गनाउँदैन। तपाईँ र हामी ख्रिस्टको निम्ति सुगन्धित बासनाहरू। तपाईँ र मेरो जीवनबाट परमेश्वरको आशिष चाहिँ प्रतिबिम्बित हुन्छ अनि अरूहरूलाई चाहिँ त्यसले आकर्षित गर्दछ, अरूलाई त्यसले चाहिँ आकर्षण गरिरहेको हुन्छ। आरोनको आशिष पुजारीहरूलाई आज्ञा परमेश्वरले दिनुभयो, यो आशिष चाहिँ तिमीले मेरा मानिसहरूको माझमा बाँड। मण्डली चाहिँ आशिष पाउने ठाउँ हो। मण्डलीका धर्मगुरुहरू चाहिँ उहाँहरू चाहिँ आशिष दिने व्यक्तिहरू हुनुहुन्छ। परमेश्वरले उनीहरूलाई अरूलाई आशिष दिनको निम्ति नियुक्त गर्नु भएको। त्यही कुरा अरू मान्छेहरूबाट चाहिँ हुँदैन, उहाँहरूबाट नै हुन्छ त्यो कुरा। जस्तो स्कुलको शिक्षकले सिकाउँछ, अरूले पनि सिकाउन सक्थ्यो होला, तर स्कुलमै गएर त्यही शिक्षकबाट शिक्षा लिनु पर्ने हुन्छ। परमेश्वरले आफ्ना मानिसहरूलाई नियुक्त गर्नु भएको छ। यहाँ परमेश्वरले मूसालाई नियुक्त गर्नु भएको छ आरोनको सन्तानलाई आशिष दिनको निम्ति। अनि उहाँले सिकाउनुहुन्छ कसरी आशिष दिने। परम प्रभुले तिमीहरूलाई आशिष दियो र तिनीहरूको सुरक्षा गर। आशिष चाहिँ परमेश्वरबाट पाइन्छ। सुरक्षा रक्षा भन्ने कुरा चाहिँ परमेश्वरले हामीलाई सुरक्षा गर्नुहुन्छ। उहाँको सुरक्षाको कवचहरू चाहिँ बाँधेर राख्नुहुन्छ। हामी सुतेपछि त हामी हराइसकेका हुन्छौँ, कहाँ पुगेका हुन्छौँ कहाँ पुगेका हुन्छौँ, एक किसिमले हामी मरिसकेका हुन्छौँ। अनि बिहान परमेश्वरले आएर ए उठ भन्नुहुन्छ, अनि झसँग भएर हामी उठ्छौँ, ला बिहान भयो। कुनै दिन परमेश्वरले बिर्सनु भयो भने के हुन्छ, हामी सुतेको सुतै हुन्छौँ। कोही कोही मान्छेलाई सुतेको सुतै भेट्टाउनु भएको छ, अनि त्यति बेला रुवाबासी हुन्छ। किनभने सुतेकै सुते गऱ्यो भने मान्छे मरिसक्यो भन्ने प्रमाणित हुन्छ। तर परमेश्वरले हरेक बिहान हामीलाई जगाउनुहुन्छ, उठाउनुहुन्छ र परमेश्वरले आफ्नो आशिषमा तपाईँ र मलाई चाहिँ डोर्याउनुहुन्छ। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीलाई अनुग्रह गर। परमेश्वरको मुख चाहिँ हामीमा चम्काउँछ। परमेश्वरले आफ्नै स्वरूपमा तपाईँ र मलाई बनाउनु भएको छ।
के चम्कन्छ त भन्दाखेरि आत्माका वरदानहरू चम्कन्छ, अनुग्रह चम्कन्छ परमेश्वरले, उहाँको कृपा चम्कन्छ हाम्रो जीवनबाट, उहाँको दया चम्कन्छ, उहाँको स्नेह चम्कन्छ, उहाँको प्रेम हाम्रो जीवनबाट चम्कन्छ, अरूहरूको निम्ति फल फल्दछ र अरूहरूलाई आशिष पुर्याउँछ। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरौँ र तिमीहरूलाई शान्ति दिउँ। शान्ति परमेश्वरको आशिष, आशिषलाई अंगीकार गर्ने हाम्रो जीवनमा र शान्तिको सुनिश्चिततामा तपाईँ र हामी जिउन सक्छौँ जब परमेश्वरसित हामीले आफ्नो जीवनलाई चाहिँ समर्पित गरेका हुन्छ। परमेश्वरले तपाईँ र मलाई आशिष दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, आँखाले नदेखेको, कानले नसुनेको, मनले नचिताएको कुराहरू म तिमीहरूको लागि गर्नेछु। आमेन। तपाईँ मैले गर्न सक्ने त हामी सबैले गर्छौँ। खेत जोत्न सक्छौँ, धान रोप्न सक्छौँ, तरकारी उमार्न सक्छौँ, कुखुरा पाल्न सक्छौँ, घर बनाउन सक्छौँ। त्यति मात्रै तपाईँ मैले गर्ने। धेरै कुराहरू छन् जीवनमा जुन न तपाईँले गर्न सक्नुहुन्छ न म गर्न सक्छु। तर परमेश्वरले तपाईँ र मेरो जीवनमा आशिषहरूद्वारा अचम्मको काम गर्नुहुन्छ, अद्भुत काम गर्नुहुन्छ। हामीलाई आशिषको स्रोत चाहिँ परमेश्वर नै हुनुहुन्छ र परमेश्वरलाई भुलेर कहिले पनि तपाईँ र मैले हाम्रो जीवन निर्माण गर्न सक्दैन। आशिषित जीवन चाहिँ तपाईँ र मैले निर्माण गर्न सक्दैन। श्रापित जीवन निर्माण गर्न सक्छौँ आफै, तर आशिषित जीवनको निम्ति परमेश्वरको उपस्थिति र उहाँको स्मरण, उहाँको भलाइ र कृपालाई तपाईँ र मैले निरन्तर बोकेर हिँड्ने मानिसहरू बन्न सकेका हौँ। आमेन। हामी प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, हामी यस घडी तपाईँको चरणमा आउँदछौँ, धन्यवाद दिन्छौँ। तपाईँले हामीलाई आशिष दिनुहुन्छ, तपाईँले हामीलाई आशिष दिनुहुन्छ, तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ, तपाईँले हामीलाई सुरक्षा गर्नुहुन्छ, तपाईँले रक्षा गर्नुहुन्छ। तपाईँको ज्योति, कृपा र अनुग्रहको हाम्रो जीवनमा तपाईँले चम्काउनुहुन्छ। हे परमेश्वर, तपाईँका आशिषहरूले हामीलाई तृप्त गर्नुहोस्, तपाईँका आशिषले हामीलाई भर्नुहोस्। श्रापित जीवनको बन्धनलाई तपाईँले फुकाइदिनुहोस् प्रभु। रोग बिमारीको श्रापबाट तपाईँले उन्मुक्ति दिनुहोस्। गरिबीको बन्धनबाट तपाईँले हामीलाई उन्मुक्ति दिनुहोस्। अन्धकारको परिस्थितिहरूको बन्धनबाट तपाईँले हामीलाई उन्मुक्ति दिनुहोस्। हाम्रो प्रार्थनाको पुकारा तपाईँले सुन्नुहोस् प्रभु। तपाईँले हामीलाई आशिष दिनुहुन्छ। हरेक असल कुरा परमेश्वरको आशिष स्वर्गबाट हाम्रो निम्ति आउँछ। हे परमेश्वर, हाम्रो प्रार्थना सुन्नुभएको निम्ति धन्यवाद। आज तपाईँले हामीलाई एउटा विशेष दिनको रूपमा यस ठाउँमा ल्याउनु भएको छ, त्यसको निम्ति पनि धन्यवाद। तपाईँ आशिषको स्रोत हुनुहुन्छ। हामी तपाईँतिर हेर्न चाहन्छौँ, हामी तपाईँलाई खोज्न चाहन्छौँ। हे प्रभु, हामी निरन्तर तपाईँको इच्छा र तपाईँको अनुग्रहमा आफूलाई समर्पित गर्छौँ। हामी तपाईँलाई तपाईँको वचनबाट खोज्छौँ। हामी तपाईँलाई तपाईँको अनुहारलाई खोज्दछौँ। तपाईँका आशिषहरू हाम्रो जीवनमा हामी माग गर्दछौँ, दाबी गर्दछौँ। तपाईँको प्रतिज्ञाहरूलाई हामी हाम्रो हृदयमा लिन्छौँ। हे प्रभु, तपाईँले हाम्रो प्रार्थना सुन्नुहोस्। धन्यवाद आज तपाईँको यो जीवित वचनको निम्ति, जुन वचनले हामीलाई जीवन दिन्छ र आशिषित जीवनको मार्गमा निरन्तर हिँड्नलाई सहायता गर्छ। हाम्रो व्यक्ति प्रार्थना सुन्नु भएको निम्ति धन्यवाद प्रभु येशूको नाममा। आमेन। यो आशिषका पलहरू, यो आशिषका पलहरू